सो नमस्ते तपाईँलाई स्वागत छ मेरो पनि न्यू भिडियोमा। सो सरी भन्न चाहे तपाईँहरूलाई, किनभने हाम्रो चाहिँ एक्जाम हुन आँटेको थियो, त्यो भएर मैले चाहिँ भिडियो अपलोड गर्नु पाइनँ। सो गाइज होइन, जो नयाँ हुनुहुन्छ सब्सक्राइब माई च्यानल, अनि जो पुरानो हुनुहुन्छ धन्यवाद तपाईँहरूलाई, थ्याङ्क यू भेरी मच भन्न चाहे मनैबाट। र अनि अर्को के भन्दा चाहिँ सो गाइज यो चाहिँ सेमी फाइनल हो। सो गाइज अब फाइनल पनि आउँछ छिटै, अनि तपाईँले सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ गरिदिनु होला। हाम्रो भान्जा चाहिँ यहाँ युएमपी बोकिसकेको छ, ड्यामेज पनि खाइसकेका छन्। मुभमेन्ट अलिअलि देखाएको छ, हेडसट नआउनुहोस् भनेर। सो गाइस क्यारेक्टर स्किल अन गाइस लागिसकेको छ र नकआउट मेरो भान्जा लकी नकआउट भइसकेको छ। र अर्को राउन्ड स्टार्ट। हाम्रो भान्जा ड्रफमा जाँदैछन्, ड्रफ चार्ज गर्दै। र यहाँ भान्जाले गलाइसकेको छ भने क्यारेक्टरले गर्दा धेरै ड्यामेज खाइसकेको छ र फेरि उतै बढ्नुहुँदैछ। र फेरि ग्लु लगाइसकेको छ भने दुईजनालाई अगाडि को निक्लिन्छ भनेर पर्खिरहेको छ। सो यहाँ चाहिँ फेरि बोनफायर बालिसकेको छ, हाम्रो भान्जाले लगाइसकेको छ। फेरि अगाडि फर्स्ट ब्लड हाम्रो भान्जाले अर्को राउन्ड पनि जितिसकेको छ र लकी नकआउट भइसकेको छ। र हाम्रो अन्तिम यो चाहिँ अनि फेरि अर्को म्याच पनि हुन्छ। हाम्रो भान्जा अगाडि बढिसकेको छ, हाम्रो लकी भान्जाले एपी पनि गरिरहेको छ। ड्रोनले लोकेसन थाहा पाइसकेको छ। सो गाइस हाम्रो भान्जा चाहिँ बहुत ड्यामेज खाइसकेको छ। फर्स्ट ब्लड अर्को म्यापमा भइसकेको छ। हाम्रो भान्जाले बोनफायर युज गर्नु हुँदैछ, लकीजीले बोनफायर लगाएछ, एबिलिटी युज गरिसकेको छ हाम्रो लकीजीले। लोकेसन ट्र्याक हुन सकेन, कहाँ थियो, टाढा थियो जस्तो लागिरहेको छ मलाई, त्यही भएर हुन सकेन, ट्र्याक गर्न सकेन लोकेसन। हाम्रो भान्जा फेरि घरदेखि बाहिर छिरेर फेरि घरभित्र गइसकेका छन्। यस्तो भएका छ र तल छ जस्तो लोकेसन थाहा भएछ यो लकीजीलाई, हेर्नु हुँदैछ यताउति। र फेरि ऊ गइसकेछ अर्कै ठाउँमा सर्नु हुँदैछ र युज गर्दा पनि थाहा पाउनु भएन, देखिसकेको छ। लकीजीले ड्यामेज खतरनाक खानु भएको छ, कभर ल्याउँदै। सो गाइस ग्रेनेड सुट गर्नु हुँदैछ र ठ्याक्क पड्क्यो तर लकीजीलाई के पनि भएन, लकीजी तल झर्नु भएको छ र अगाडि हाम्रो भान्जाले ड्यामेज खाइसकेको छ। हाम्रो बढ्दै हुनुहुन्छ फर्स्ट ब्लड गाइस नकआउट लकीजी फेरि गाइस पछि त निको बात छैन, युज गरिसक्नु छ एबिलिटी। लोकेसन ट्र्याक भइसकेका छन्, हाम्रो लकीजीको अगाडि बढ्दैछ। एबिलिटी युज गर्दा चाहिँ धेरै फास्ट पनि हुन्छ रहेछ है, यस्तो खतरनाक हुन्छ। फेरि मुभमेन्ट कम, लोकेसन ट्र्याक। गाइस नजिक रस हान्नु हुँदैछ लकीजीले, कहाँ जानुभयो फेरि पर्खिनु हुँदैछ हाम्रो भान्जाले। फेरि एबिलिटी केही सबबाट किन हट्नु भएको थियो,
फेरि एबिलिटी युज गरिसक्नु भएको छ पढ्दै हुनुहुन्छ सो गाइस जनको बाहिर ओ गाइस 50 मा बाँच्नु भएको छ धेरै खतरनाक काटेको छ युज गर्नुहुँदैछ मिड किट फेरि अर्को मिड किट युज गरिसक्नु भएर हिँड्नुहुँदैछ फेरि मुभमेन्ट लकीजीले देखिसकेको छ र राम्रो देखिसकेको छ नि फाइरिङ लागेन एउटै लागेन फेरि हो ड्यामेज खाएको छ हाम्रो लकीजीले चाहिँ हेल्थ यति कम छ 94 हेल्थमा ओ गाइस गाह्रो वान ट्याप भन्नु खोज्छ यसमा ड्यामेज पनि जान्छ First blood. हुन्छ लाइफमा सो गाइस नकआउट वान ट्याप लाग्यो जस्तो लाग्यो देखाउँदैछ मुभमेन्ट फेरि अर्को राउन्ड पनि जितिसकेको छ भने सेकेन्ड राउन्ड भइसकेको छन् अगाडि बढ्दै हुनुहुन्छ ड्रप साइड भनेको होइन रहेछ लास्टमा गाइस फेरि युज गर्नुहुँदैछ तर युज गर्नु भएन जस्तो लाग्यो पनि फेरि युज गर्नु भएछ First blood. खाइसकेको छ गाइस लकी एउटै ड्यामेज हान्नु सक्नु भएन र गाइस थर्ड राउन्ड स्टार्ट भइसकेको छ लकीजीले हार्नुहुन्छ जस्तो लागिरहेछ तपाईँहरूले कसले जित्छ कमेन्ट गर्नु नबिर्सिनु होला गाइस तपाईँहरूले कमेन्ट गर्नु होला कुन कुन लकीजीले युज गरिसकेको छ भने हाम्रो ड्रोन छ ट्र्याक र गाइस ग्रेनेड हानिसकेको छन् आई थिङ्क ग्रेनेडको पावर युज गर्नु भएको छ होला दुईवटा त बोक्नु पाउँदैन ग्रेनेड हाम्रो भान्जाले पनि ग्रेनेड हानिसकेको छ भने हाम्रो लकीजीको ड्यामेज बढ्छ अगाडि बढ्दैछ हाम्रो लकीजी First blood. हाम्रो हुनु भएको छ हाम्रो